तिब्बत यात्राको चाहिँ यो चाहिँ पार्ट 2 हो। अनि हिजो चाहिँ हामीले 1982 सम्म आएर अनि त्यहाँ के खायौँ भनेर चाहिँ हिजो मैले एउटा भिडियो हालेको थिएँ। त्यसपछि चाहिँ हामी त्यहाँ खाजा खाएर 1-1.5 घण्टा बसेर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। अनि तम्मर खोला हुँदै हुँदै धनकुटातिर लाग्दैछौँ। अनि हामी चाहिँ बाटोमा जाँदाखेरि नि ठाउँमा यति धेरै आगो लागिरहेको थियो जङ्गल उदी। अनि यहाँ त झन् हुरहुरी आगो बलिरहेको थियो। यो सिजनमा चाहिँ आगो धेरै नै लाग्ने गर्छ। भ्यू हेर्दै हेर्दै हामी चाहिँ धनकुटा पुग्यौँ। धनकुटा पुगेपछि चाहिँ विशालले मलाई यहाँ ओरेन्ज सिटी देखाउन लान्छु भनेर भन्यो। अनि म पनि एक्साइटेड थिएँ कस्तो छ भनेर। त्यो एउटा एरियामा चाहिँ सबै घरमा ओरेन्ज कलरको कलर लागेकोले गर्दाखेरि चाहिँ ओरेन्ज सिटी भनेको रहेछ। त्यसपछि हामी त्यो हेरेर पुग्यौँ हिले। अनि हिले आइसकिसकेपछिको यहाँको फेमस सेकुवा त खानु परिगयो। त्यही भएर सबैजना हामी चाहिँ सेकुवा खानलाई बस्यौँ। सुरुमा चाहिँ आयो चटपटे अनि लोकल स्टाइलमा आयो हाम्रो सेकुवा। अनि यहाँनिर सेकुवाको प्राइस चाहिँ एकदमै सस्तो हुँदो रहेछ कि। सो हामीले त्यहाँनिर जम्मा 30 सिल खाएर चाहिँ हामी फेरि आफ्नो बाटोतिर लाग्यौँ। माथि पुग्दा चाहिँ एकदमै धेरै चिसो भइसकेको थियो। त्यही भएर बसन्तपुर पुग्न साथ मैले चाहिँ 1 कप चिया खाएर त चिया। सो आजलाई यति नै, बाँकी अर्को मिनी भ्लगमा भेटौँला।